दर्शकबिन्द, रौतहट जिल्लाका बौद्धिमाई नगरपालिकाका मेयर प्रदीप यादवले नागरिकका सबैभन्दा आधारभूत आवश्यकता मध्येको एक स्वास्थ्य सम्बन्धी अस्पताल निर्माणमा समेत कसरी ठेकेदारसँग कमिसन खाएर लापरवाहीपूर्ण तरिकाले अहिलेसम्म गुणस्तरहीन काम गराइरहेका छन् र काम पनि सम्पन्न नगराएर बसिरहेका छन् भन्ने कुरोको खुलासा भएको छ। दर्शकबिन्द, बौद्धिमाई नगरपालिकामा 17,23,53,314 रुपैयाँमा 15 शय्याको आधारभूत अस्पताल भवन निर्माण गर्ने एउटा ठेक्का भएको छ, जुन ठेक्कामा अहिलेसम्म 3वटा रनिङ बिलहरू पास भइसकेको अवस्था छ र त्यसमा त्यसकी बापत पनि पैसा लिएको देखिन्छ। दर्शकबिन्द, तर अहिलेसम्म 5,15,84,374 रुपियाँ भुक्तानी भइसक्दा समेत अहिलेसम्म मिति 2078 साल 11-16 मा सम्झौता भएको र 2080 सालको 11 महिना 12 गते भित्र सम्पन्न गरिसक्नु पर्ने श्याम सुन्दर उमा आरजेबी हेटौडासँग सम्झौता भएकोमा अहिलेसम्म सम्झौताको कुरै छोडौ। दर्शकबिन्द, भवन निर्माणको अहिलेसम्म पिलर बाहेक अरू कुनै संरचना निर्माण भएको देख्दैन। त्यहाँ राखिएका बालुहरू त माटोमा परिणत हुन लागिसके र तपाईको ठुलठुला पिल्लरमा प्रयोग हुने छड र रडको अवस्था हेर्ने हो भने अहिले बीज रागेर खिया लागिसकेको अवस्था छ। दर्शकबिन्द, यो ताल र जालमा हेर्ने हो भने सम्पूर्ण खेलाडीका खेल हुन् मेयर प्रदीप यादव, जसले ठेकेदारसँगको मिलोमतोमा आम नागरिकसँग सम्झौता गरिरहेका छन्। आम नागरिकको पैसासँग, आम नागरिकले कर तिरेका पैसासँग कसरी चलखेल गरिरहेका छन् भन्ने कुरा प्रष्ट भएको छ। दर्शकबिन्द, अब बौद्धिमाई नगरपालिकाका जनताहरूले समेत सशक्त रूपले आवाज उठाउन जरुरी देखिन्छ। दर्शकबिन्द, किनभने यहाँका जनप्रतिनिधिहरू त अब ठेकेदारसँगै कमिसनमा व्यस्त देखिन्छ। दर्शकबिन्द, अहिलेसम्म मेयर प्रदीप यादवले गरेका भ्रष्टाचारका काण्डहरू बिस्तारै खुल्दै जाने हाम्रो दाबी रहेको छ।